हेलो नमस्ते नमस्ते आज पनि एउटा सानो ब्लग लिएर आउँदैछु तपाईहरुको लागि हैन म चाहिँ आज जापानको साकुरा फुल हेर्न गइरहेको छु कहाँ जान्छु त थाहा छैन शिन्जुकु पार्क हुन्छ कि अब अन्त हुन्छ म कहाँ जान्छु तपाईहरुलाई आज सानो ब्लग ल्याउन चाहन्छु है त म बल्ल अब स्टार्ट हान्छ साकुरा हैन यहाँको यस्तो हो माहौल फुलको बगैँचामा कहाँ जान आउनु भएको हजुरहरू दाइ कहाँ आउनु भएको ल यहाँ यसरी यहाँ धुरोपान मदिरापान गर्न नपाइने अवस्था छ नेपालमा है यस्तो ठाउँमा यहाँ के गरिदिन्थ्यो भनेर ल है त यस्तो छ है ओ यता फुलेको रहेछ अलिअलि फुल ल यहाँ अल्कोहल खाना पाइन्न खायो भने कतिको फाइन भनेर जताबाट आउँदैन बाटो त्यस्तै छ मान्छेहरू कुन बाटो हेर्दा ल यहाँ फुलहरू फुलेको भनेको एउटा ल मेरो दाइ भाउजू ल है त यी दाइ भाउजूको भर्खर लप्परी दसैँ छ होइन भर्खर नेपालबाट आउनुभएको थियो गएर छुट्टीमा भाउजू ल के भन्नु ल भिडियो धेरै हेर्दिनु होला अनि शेयर गर्दिनु होला मेरो पनि त्यही हो ल यी टावर यहाँ बब्बाली यस्तो यी ल त के जाओस् न त यहाँ शिन्जुकी कोइन के थाहा छैन है संसार अर्कै छ नि त उयो त खोला रहेछ क्या दा यो पुलतिर जान पाइन्न क्या उयो त यस्तो राम्रो पुल रहेछ यी पुल बवाल छ बवाल हेलो मेरो युट्युब च्यानल भर्खर सुरु गरेको छु अनि हामी अहिले के छ नाम @Santashranamagar1 daily vlog शिन्जुकु कोइन के गार्डन शिन्जुकु कोइन गार्डनमा आएको छ कोइन गार्डन फुल फुल्न चाहिँ फुलेको छैन त्यही पनि हामी त्यसो घुम्न छौँ कस्तो दामी छ एरिया हजुरहरू पनि आउनु होला यस्तो बवाल छ कि ठाउँ जताबाट जे गरे पनि यस्तो बवाल छ है के हो त्यतातिर त रुखहरू पनि कडा छ त रुखहरू हेर्न है यस्तो रुखहरू पनि बनाएको छ है हामी शिन्जुकु गोएन नेसनल पार्क आएको छौँ सबैजना तपाईँहरू धेरै आउनु होला है त
माथि र हामीले यहाँ चटपट बनाएर खाना लाग्छौँ। यो नयाँ हो हामीले यो किनभने उहाँहरूले प्रायः कहिलेकाहीँ जानुहुन्छ अनि त्यो यस्तो हाल्नुहुन्छ क्या अनि भन्नु भनेको गेट सिन्जुको गेट है त गाइज। भाइ म भिडियो खिच्दै हिँड्छु ल ल्याउनु। मेरो नमस्ते। आजबाट चाहिँ मैले भ्लग खिच्नु थालेको सन्तोष भाइको भ्लग हो यो। सबले हेरिदिनु होला। दाजुभाइ हो उनीहरू उहाँहरू। हामी चाहिँ अहिले सिन्जुकु कोएन अब नेसनल पार्कमा छौँ। साकुरा चाहिँ फुलेकै रहेन रहेछ। साकुरा फुल्ने सिजनमा साकुरा भन्दा यो राम्रो बनाएको थियो मान्छेले बनाएको यो कस्तो राम्रो। हेलो बहिनी। अनि मैले भ्लग खिचिदिएकोमा तपाईँ कस्तो हुनुहुन्छ? दुखी हुनुहुन्छ कि खुसी हुनुहुन्छ? दुखी त पक्कै छैन होइन, खुसी नै छु। तर हामी अब नेक्स्ट टाइम चाहिँ साकुरा धेरै फुलेको बेला आउनुपर्छ। ए हुन्छ धन्यवाद। आज मजाले घुमियो। यही हो। यो के हो? यो मजाले काटेर रहेछ। यो एकदम राम्रो छ। तपाईँहरू पनि आउनुहोस् सिन्जुकु कोएनमा। मात्र 500 मात्रै हो यहाँ। अनि पार्कमा जहाँ बसे पनि फ्री हो तपाईँ। हाम्रो भाइको कोच उहाँ एकदम यहाँ फोटो खिचिदिने मान्छे दाई भाइ बुहारी। यसरी घुमेर निस्किन्। यो गुलाबको फुल है, गुलाबको फुल हुन्छ होइन। पहिला हेर देख्नुहोस् गुलाबको फुल बिचमा सेन्टरमा यस्तो बवाल बनाएको छ। यी रुख कस्तो छ बवाल छ। किप आउट। भित्र जान चाहिँ नपाइँदो रहेछ होइन। फुलहरू भर्खर रोपेर पानी सानी गोडमेल गरेर यस्तो गराएको रहेछ। यतातिर चाहिँ घुम्न बस्न खानलाई चाहिँ अरू सबै कुरा खान पाइँदो रहेछ कि। तर यो धुम्रोपान मदिरापान त्यस्तोहरू चाहिँ निषेध रहेछ यहाँभित्र। यही कुरामा चाहिँ साकुरा फुल हो। त्यो फुल नै फुलेको रहेछ क्या अहिले। किनभने अस्ति हिउँ परेको थियो। हिउँ परेको कारणले अहिले चाहिँ यति उस गर्न पाएन त, फुल्न पाएन छ। किनभने त्यो हिउँले सबै जमाइदिएछ क्या फेरि। भाइ गेट यो हो। एउटा 1 राउन्डिङ हाल्छ। अहिले कति बजी छ भने हामी 4 बजी छिरेको। अनि 6 बजेर 2 मिनट गयो। 6 बजीसम्म रहेछ। यही 6 बजीसम्म। र यतातिर रेस्टुरेन्टहरू यस्तो छ। आइसक्रिम पाइयो।
बिहान चाहिँ 6 बजी सकिने रहेछ। ओ टुङ डुङ लुङ नेसनल सिन्जुकु नेसनल गोइङ पार्क। हाराजुकु पनि ठुलो छोरी भन्दा ठुलो, तर हामी अब नेक्स्ट टाइम खुलेको बेला आउँदैछौँ। राइस यु त यहाँ यस्तो छ होइन, पार्कमा बसेर खानुभएको छ सबैजनाले र हामी खोलाको छेउछेउमा हिँड्दैछौँ होइन। यस्तो खोला नाला देख्दाखेरि पनि होइन नेपालको साह्रै याद आउँछ, तर यहाँ पनि जति पनि पाइन्छ खोला नाला सबै कुराहरू जे जस्तो भने पनि सब कुरा पाइन्छ यहाँ। यत्रो ठुलो रुख सुकेर त्यस्तो ठुटाठुटी भएको रहेछ क्या अहिलेको रुख चाहिँ। अहिलेको रुखको यही हो। म्याप हेर्ने भएदेखि यहाँ छ होइन सबै कुराहरू। विदेशीहरूलाई यस्तै रुखको ठुटाठुटीहरू होइन यस्तै मनपर्छ। यहाँ सब सिमेन्टले गरेर रुख बनाइदिएको हुन्छ क्या। के लिएर हिँडेको त भाइको ब्यागमा के छ? के थियो पहिला के भयो अहिले? दाइले सेट गर्दै हुन्छ। ल यस्तो छ। तल यहीबाट जाऊँ ल। के मेरो बुढीले दिएको ल। दाइले मर्निङ वाक हान्दैछ होइन, तर इभिनिङ वाक भइसक्यो किनकि 5:15 है यति भइसक्यो। यो चाहिँ सल्लाहको उस हो जस्तो लाग्छ होइन, तर म घर राख्छु यसलाई पनि झुन्डाएर हिँड्छु र छेडेर म माला बनाउँछु। तपाईँको सोल्टिङहरू यस्तै हुन्छ, टक्क लाएर कप्पल भरिन्छ होइन। हरेन बुढाबुढी साधनहरू चाहिँ धेरै जस्तो हिँडिन्छ यसरी, तर यहाँ चाहिँ रमाइलो हजुर। बिहान 9 बजेबाट जस्तो देखाएको थियो अघि त्यहाँ।
मेरो भन्दा नागेर जाँदो रहेछ यता यी फुल खोला नाला ढुङ्गा बब्बाल छ है त ल यस्तो झाँगेको फुलहरू यस्तो रहेछ अनि त्यही भएर मान्छेहरू आउने घुम्ने मेन चाहिँ यहाँ रहेछ होइन साकुरा फुलेको खोलाहरू यस्तो पोखरी छ दाइको फोटो बवाल हानिदिनुपर्छ कि सब लाग्छ क्या आज नेशनल पार्क गेवेन नेशनल पार्क ओके है त यही हो साक्रा फुल हेर्दा अरू पनि देखिन्छ सबै कुरा है त हामी सिन्जुको गेटबाट निस्क्यौँ फुलेको बेला फुलेको बेला मान्छे यति धेरै हुन्छ